हेलो रविजी, सन्दीप जरालाई म कहाँ पठाइदिनु है? ओके। बाबु जोरा ओनरले बोलाउनु भएको छ मिटिङ हलमा। ओहो सन्दीपजी, नमस्ते सर। नमस्कार नमस्कार, बस्नु 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 बस्नु। फर्स्ट अफ अल कङ्ग्रेचुलेसन टु अस है, एकदमै राम्रो भयो। टिमवर्कले गर्दाखेरि चाहिँ हामी प्ले अफसम्म आइपुग्यौँ। अब फाइनल जित्नुपर्छ है। तपाईँको म 2 मिनट टाइम लिन्छ है। 2 मिनट किन सर, 5 मिनट लिनुहोस् न। नजिस्किनुहोस् न, तपाईँ 5 मिनटसम्म एक ठाउँमा बस्न सक्नुहुन्न भन्ने मलाई थाहा छैन। मैदानमा अहिलेसम्म कहिले बस्नु भएन। नै एउटा मजाक नि सच इन्सपायरिङ पर्सन है तपाईँ चाहिँ। कस्तो एनर्जी छ, कस्तो बलियो हात। खोइ फेरि एकचोटि मिलाउँछ। क्या डर भएको छ। सकुशल हुनुहुन्छ तपाईँले। त्यो सिग्नलहरू त बिर्सिनु भएको छैन नि है? छैन छैन त्यो क्रिकेटको यस्तो वाइट भयो भने कस्तो गर्नुपर्छ, हात खोल्नु, चौका भयो भने सगायो, कस्तो दामी, छक्का भयो भने अनि सबै शरीर चल्दो रह त। मैदानमा त किन नचाल्या? के बोले भाइ? के जथाभावी बोले? नै एउटा मजाक नि। तपाईँलाई त अहिले तपाईँलाई थाहा छ छैन, तपाईँको क्रेज यस्तो छ, तपाईँले त हङकङको डलर भन्न थालिसक्यो। किन र सर? अब त्यही मात्रै चल्नु हुँदो रहेछ। नै एउटा मजाक नि, मजाक। धेरै बोल्ने लोगले चेपेको रहेछ। तपाईँले एउटा कुरो सोध्नु है। हजुर सर। तपाईँहरू त्यो मैदानमा छिर्दाखेरि नि त्यो एङ्गो एप अन गरेर जानुहुन्छ हो? होइन सर, किन र? अनि किन त राइडर नै त्यहाँ लोकेसनमा आएर रोगे जस्तो गरेर फिर्ता हुनुहुन्छ त? तपाईँलाई चाहिँ मैले यसपटक पेमेन्ट चाहिँ क्यासमै गर्ने सोचेको छु। क्यासमै गरौँ है? क्यासभन्दा चेक गरौँ। चेक नगरौँ, तपाईँको रन अनुसारको यो ठिक छ। खुद्रा रन हान्नुहुन्छ, खुद्रो पैसा है। तपाईँले एकदम राम्रो खेलिरहनु भएको छ, हामीलाई एकदम खुसी लागिरहेछ। अहिले चाहिँ मैले हाम्रो टिमको सबैजना साथीहरूलाई केही न केही गिफ्ट दिइरहेको छु। तपाईँलाई पनि एउटा गिफ्ट छ। यो चाहिँ तपाईँको लागि पावरवाला चस्मा। चस्मा किन सर? बल देख्नुहुन्न यसै तपाईँले? यो लाएपछि बल मजाले देखेर बााउन्ड्रीसम्म हान्नुहुन्छ कि भनेर। नै एउटा मजाक। एनिवे थ्याङ्क यू, अल द बेस्ट। हामी यसपटक जसरी पनि, जस्तो तपाईँले जसरी ब्याटिङ गरिरहनु भएको छ, तपाईँले जसरी फिल्डिङ गरिरहनु भएको छ, सन्दीप जोराले चाहिँ विपक्षीको चाहिँ ज्वरो निकाले भन्ने खालको हामीले खेल देख्न पाऊँ। तपाईँले गरि पनि रहनु भएको छ। आइएम सो प्राउड अफ यु है। अल द बेस्ट। फाइनल जितेपछि फेरि अझ ठुलो तपाईँहरूलाई म गिफ्ट पनि प्रदान गर्छु है। क्याप्टेन साहबलाई पठाइदिनुहोस् न है। कङ्ग्रेचुलेसन माई बोय, सो प्राउड अफ यु। बस्नु बस्नु बस्नु। फाइनल्ली तपाईँको कप्तानीमा हामी प्लेअफसम्म आइपुग्यौँ। अब बिस्तारै लायन गर्जिँदैछ होइन? तपाईँलाई सबैभन्दा पहिला चाहिँ मैले गिफ्ट दिन्छु। मैले आज हाम्रा प्लेयरहरूलाई गिफ्ट दिइरहेको छु। क्याप्टेन साहबलाई स्पेसल गिफ्ट मैले तयार पारेको छु। तपाईँको लागि गिफ्ट। यो किन सर? अब तपाईँको स्मरण शक्ति बढाउन क्या। T20 खेल्दैछु कि ओडिआई खेल्दैछु बिर्सिनुहुन्छ। अब यो बदाम काजु खाइसकेपछि त के खेल्दैछु भनेर थाहा पाउनु होला नि। नै एउटा मजाक नि। तपाईँलाई थाहा छ क्याप्टेन साहब, तपाईँको क्रेज त नि अहिले आम्मा यस्तो बढाएको छ, यस्तो बढाएको छ। तराईमा यस्तो रहेछ, बाबा तपाईँको क्रेज यस्तो रहेछ। तराईमा चाहिँ गाडीको नाम समेत तपाईँको नामबाट राखेर हो। हेर्नुहुन्छ गाडीलाई अहिले तपाईँको नाम भन्छन्। यो टुकटुकी होइन? एक्ज्याक्टली। पहिला यसलाई टुकटुकै भन्थे, तपाईँको खेल हेरेपछि यसलाई रोहित पौडेल भन्छन् अहिले। के बोले? के जथाभावी बोले? क्याप्टेन साहब, यो प्लेअफमा चाहिँ हजुरले 100 चाहिँ हान्नै पर्यो क्या। मैले त मेरो साथीहरूलाई प्लेअफमा फाइनलमा हाम्रो रोहितजीले 100 हान्नुहुन्छ भनेको पत्याउँदैन। के भन्छन् भन्नु न? रोहितले 100 हान्ने भनेको त्यो पुलिसलाई फोन गर्दा मात्रै अरे। कतिसम्म भने तिमीहरूको रोहितले त 100 त नसोच्दा पनि हुन्छ, ज्वरो आउँदाखेरि त 99 आउँछ भन्छ। प्लिज यो पटक चाहिँ जसरी पनि सेन्चुरी हान्नु पर्यो है। यदि तपाईँलाई यस्तो यस्तो केही आइडिया चाहिन्छ सेन्चुरी हान्ने खालको भनेदेखि मसँग गिफ्ट पनि छ। यो सेन्चुरी
लगेर चाहिँ हाम्रो टिमको मेसमा हालन लाउने किचनमा है यो खाएपछि सेन्चुरी पनि डबल सेन्चुरी पनि हान्न सक्ने हाम्रो तागत छ थ्याङ्क यू क्याप्टेन साहब यस पछाडि यस वर्ष हामीले जसरी पनि जित्नुपर्छ है अल द बेस्ट थ्याङ्क यू ट्रफी लायन्सले नै ल्याउनुपर्छ हामी गरिदिनेछौँ यसपालि हेलो रविजी एकछिन आउनुहोस् न है हजुर नमस्कार रविजी कङ्ग्रेचुलेसन हामीलाई बधाई छ बस्नु न बस्नु बधाई छ थ्याङ्क यू रविजी सुन्नुहोस् न हाम्रो क्याप्टेन साहबको नि त्यो रुम चाहिँ दिनमा 3 चोटि जति हजुरले त्यो साफ गरेर भनिदिनु होटलको टिमलाई किन र सर हेत्तेरी उहाँको त्यो सफा गर्ने बानीले त होला नि मैदानमा गएर स्विप खेल्नुहुन्छ हरेक पटक एलबिडब्ल्यू हुन्छ सर भइहाल्छ है प्लिज है ल कङ्ग्रेचुलेसन रविजी हामीलाई धेरै बधाई छ अब फाइनल जितेपछि मैले विशेष सोचेको छु थ्याङ्क यू अब ट्रम्पल म्यानलाई पठाइदिनुहोस् है नमस्ते ट्रम्पल के छ Pepper, top, sub TikTok. आर यु इन्जोइङ नेपाल Yeah, Nepal's very good. Loving it. Yeah. Do you like momo? I love momo. Momo is very nice. Chicken momo, buff momo, veggie momo, all good. Oh, do you like dal bhat? Yes, very, very nice. Is there any shortage food in hotel? No shortage. Very nice food all around the board. Loving it. Then why you are eating prawns? Just kidding. Just kidding. I'm so proud of you. You are doing good. I will give you one gift for you. Why this? It helps to you ball line and length. अब विदेशबाट आएका खेलाडीले के भन्नुभयो भने फेरि विदेशबाट आएका खेलाडी चाहिँ फेरि त्यो घरमा आएका पाहुनाको बच्चा जस्तो हुँदो रहेछन् केही भन्नु कि रिसाउँछ कि भन्ने डर नि एनिवे आई एम सो प्राउड अफ यु है लेट्स मेक प्राउड अस ओके आई एम सो प्राउड अफ यु आई एम सो प्राउड अफ यु Lumbini line, shabash.